नमस्कार साथीहरु, मेरो नाम हो भगीरथ सुनसरीबाट। आजको भिडियो रहेको छ कम्मर दुखाइ सम्बन्धी। तपाई यसलाई यसरी सोच्नुहोस् कि यो भिडियो मात्र नभएर यो एउटा कम्मर दुखाइको औषधि हो। कम्मर दुखाइ धेरै प्रकारको हुन्छ, जस्तै कि डिस्क बल्ज, स्लिप डिस्क, सिआइटिका यी सबै कम्मर दुखाइको प्रकार नै हुन्। कम्मर दुखाइको कारणले यदि तपाई हस्पिटल जानु भयो भने हस्पिटलमा भएको डाक्टरले सुरुमा तपाईलाई एक्सरे अथवा एमआरआई गर्न लगाउँछ अनि रिपोर्ट देखेर डाक्टरले भन्छ तपाईलाई डिस्क बल्ज भएको छ अथवा स्लिप डिस्क भएको छ, अब तपाईलाई अपरेसन गर्नुपर्छ भनेर भन्छ। यो डाक्टरको काम हो, पैसा कमाउने तरिका हो। यदि तपाईलाई डिस्क बल्ज, स्लिप डिस्क अथवा सिआइटिका पेन छ र तपाई अपरेसनबाट बाँच्न चाहनुहुन्छ भने यो भिडियोलाई पुरा हेर्नुहोस्। म जसरी सिकाउँछु यदि तपाईले सही तरिकाले गर्नुभयो भने म ग्यारेन्टीको साथ भन्न सक्छु कि तपाईले केही दिनमा नै 100% कम्मर दुखाइबाट छुटकारा पाउनुहुनेछ। अब बुझ्नुहोस् तपाईहरु कि कम्मर दुखाइ कसरी हुँदो रहेछ त। सबभन्दा पहिला तपाई यहाँ हेर्न सक्नुहुन्छ। साथीहरु, यो हाम्रो शरीरको मेरुदण्ड हो। यदि हाम्रो शरीरको मेरुदण्डलाई मात्र हेर्ने हो भने कुछ यस्तो तरिकाले देख्न सकिन्छ। अब यहाँदेखिको यहाँसम्मको भाग चाहिँ यो कम्मरको भाग हो। त्यस्तै यिनीहरू चाहिँ भर्टिब्रा हड्डीहरू हुन् अनि यो निलो रङमा भएको यो सबै डिस्कहरू हुन्, यो स्वस्थ डिस्कहरू हुन्। यी डिस्कहरूको नाम रहेको छ L1, L2, L3, L4, L5 अनि लास्टको नाम चाहिँ S1, S5 रहेको छ। डिस्क चाहिँ हाम्रो भित्रबाट यस्तो देखिन्छ। यो चाहिँ जेलिलो पदार्थ हो। यदि हामीले निहुरेर काम गर्दा अथवा कुनै सामान भारी एकैचोटि उठाउँदाखेरि यसरी डिस्क फैलिएर नसालाई छुने गर्छ, जसले गर्दा हामीलाई पेन महसुस हुन्छ। हामीलाई कम्मर दुख्ने, खुट्टा झमझमाउने, थोरै मात्र हिँडुल गर्यो भने थकाइ लागेको महसुस हुने, यो सबै हुने भनेकै डिस्कले चाहिँ छेउमा रहेको नसालाई छुने अथवा बाधा पुर्याउँदाखेरि हामीलाई दुखाइ महसुस हुन्छ। त्यसैले गर्दा साथीहरु, कुनै पनि काम गर्दाखेरि आरामसित काम गर्नुहोस्। निहुरेर गर्नुपर्ने काम छ भने थोरै निहुरेर गर्नुहोस्, केही समय रेस्ट गर्नुहोस् अनि फेरि निहुरेर गर्नुहोस्। अनि अर्को कुरो, कुनै पनि सामान उठाउँदाखेरि निहुरेर उठाउनु पर्दा विशेष गरी ज्यादा प्रेसरमा ज्यादा जोड लगाएर नउठाउनु होला, किनभने यसले कम्मर दुखाइलाई बढाउन सक्छ। अनि अर्को कुरो भनेको, यदि कम्मर दुखाइ छैन भने पनि यदि कुनै पनि सामान झट्काएर उठाउनु भयो अथवा धेरै भारी उठाउने कोसिस गर्नुभयो भने त्यसले कम्मरमा दबाव ज्यादा पार्छ, जसले गर्दा डिस्क बल्ज, स्लिप डिस्क हुने चान्स चाहिँ बढाइदिन्छ। त्यसैले गर्दा निहुरेर गर्ने काम अथवा भारी उठाउने काम चाहिँ आरामसित गर्नुहोला। अनि अर्को कुरो, यदि तपाईलाई कम्मर दुख्छ, डिस्क बल्ज छ, स्लिप डिस्क छ भने म अब तपाईहरुलाई केही योगाहरू सिकाउँछु। त्यो योगाहरू गर्नुभयो भने यो कम्मर दुखाइबाट चाँडै नै छुटकारा पाउनुहुनेछ। म केही योगाहरू गरेर देखाउँदैछु। ती योगाहरू तपाईले पनि सँगसँगै गर्न सक्नुहुन्छ अथवा भिडियोलाई डाउनलोड गरेर यो भिडियो हेरी तपाईहरुले पनि म जसरी नै योगा गर्न सक्नुहुन्छ। त साथीहरु, अब योगा गरौँ है त। सबभन्दा पहिला यसरी सुत्नुहोस्। यसरी सुतिसके पछाडि हरेक योगासन गर्दाखेरि बिस्तारै अनि आरामसित गर्नुहोस् ताकि दुखाइ नबढोस्। अब योगा सुरु गरौँ। त्यसको लागि सबभन्दा पहिला एउटा खुट्टालाई उठाउनुहोस्, उठाएर होल्ड गर्नुहोस्। जस्तो कि यतिसम्म उठाउनुहोस् अनि होल्ड गर्नुहोस् अनि सकभर भएछ भने सासलाई रोक्ने गर्नुहोस्। सक्नुहुन्छ भने सासलाई रोक्नुहोस्, सक्नुहुन्न भने सासलाई नरोक्दा पनि हुन्छ। म चाहिँ सास रोक्छु अनि 10 सेकेन्ड होल्ड गर्छु। दस सेकेन्ड होल्ड गरिसकेपछि यसलाई डाउन गर्नुहोस् अनि यसरी नै यो खुट्टालाई पनि त्यही अनुसार गर्नुहोस्। अब यसलाई राख्नुहोस्। हरेक योगासनहरू चाहिँ सुरुमा गर्दाखेरि 2 चोटि गर्नुहोस्। पछि यसलाई तपाईले 3 चोटि अथवा 4 चोटि अथवा 5 चोटिसम्म यसलाई बढाउन सक्नुहुन्छ। म भिडियो लामो हुन्छ भनेर म एक चोटि मात्र गरेर देखाउँदैछु। अब यो योगासन गरिसके पछाडि 10 सेकेन्ड शान्त भएर लामो सास लिनुहोस् अनि आराम गर्नुहोस्। अब दोस्रो योगासनतिर जाऊँ। दोस्रो योगासनको लागि खुट्टालाई बिस्तारै यो पोजिसनमा ल्याउनुहोस्। यसरी यो पोजिसनमा ल्याइसके पछाडि अब यो कम्मरको भागलाई माथि उठाउनुहोस् अनि सासलाई रोक्ने कोसिस गर्नुहोस् अनि 10 सेकेन्ड होल्ड गर्नु होला। यो भन्दा धेरै नउठाउनु होला। यो यतिसम्म उठाएर अनि सासलाई रोक्ने कोसिस गर्नुहोस्।
गरिसकेपछि यो योगासन पनि दुई चोटि सुरुमा गर्नु होला। यसलाई पनि अझै एकचोटि गर्नु होला। यानी कि हरेक योगासन चाहिँ दुई चोटि गर्नुपर्ने हुन्छ सुरुमा। पछि यसलाई तपाईले 5 चोटिसम्म बढाएर लान सक्नुहुन्छ। अब यो योगासन भइसके पछाडि फेरि सुरुको पोजिसनमा जानुहोस् अनि रिल्याक्स गर्नुहोस्। यसरी रिल्याक्स गरिसके पछाडि अब फेरि अर्को योगासनतिर जानुपर्ने हुन्छ। त त्यसको लागि सुरुमा खुट्टालाई यो पोजिसनमा ल्याउनुहोस्। यो पोजिसनमा ल्याइसके पछाडि अब यसलाई यदि तपाईको घुँडा दुख्छ भने घुँडाको बीचमा हात हाल्नुहोस्। यदि घुँडा दुख्दैन भने तपाईले यो पोजिसनमा यसरी राखेर छातीमा छर्ने कोसिस गर्नुहोस् अनि 10 सेकेन्ड होल्ड गर्दै सासलाई रोक्नुहोस्। सेकेन्ड होल्ड गरिसकेपछि यसलाई छोडिदिनुहोस् अनि यसरी खुट्टा लानुहोस्। अब यसरी नै यो खुट्टालाई पनि त्यही अनुसार गर्नुपर्ने हुन्छ। यो योगासन पनि सुरुमा 2 चोटिसम्म गर्ने कोसिस गर्नुहोस्। पछि यसलाई 5 चोटिसम्म गर्न मिल्छ। अब यो योगासन गरिसके पछाडि 10 सेकेन्ड रिल्याक्स गर्नुहोस्। 10 सेकेन्ड रिल्याक्स गरिसके पछाडि अब खुट्टालाई यो पोजिसनमा ल्याउनुहोस्। यो पोजिसनमा ल्याइसके पछाडि अब यो चाहिँ यतापट्टि लानुहोस् अनि यो टाउको चाहिँ विपरीत साइडतिर हेर्ने कोसिस गर्नुहोस्। यो पोजिसनमा ल्याइसके पछाडि सासलाई रोक्नुहोस् ताकि यो साइडको जुन नसाहरू हुन्छ त्यो तन्किन्छ, दबेको नसाहरू खुल्छ। दस सेकेन्ड होल्ड गरिसकेपछि फेरि यसरी सुरुको पोजिसनमा जानुहोस्। अब फेरि यो साइडलाई पनि त्यही अनुसार गर्नुपर्ने हुन्छ। यो खुट्टालाई दोहोर्नुहोस्। दोहोरिसके पछाडि यसलाई यतातिर दबाउनुहोस्। यो साइडमा खिचाउनुको अनुभव हुनेछ। दस सेकेन्ड होल्ड गरिसकेपछि फेरि सुरुको पोजिसनमा जानुहोस्। यो योगासन पनि सुरुमा 2 चोटि गर्नुहोस्। पछि यसलाई 5 चोटिसम्म गर्न सक्नुहुन्छ। अब यस पछाडि रहेको अर्को योगासन, यो पोजिसनमा जानुहोस्। यो पोजिसनमा गइसके पछाडि अब तपाईले एउटा खुट्टामाथि अर्को खुट्टा यसरी चढाउनुहोस्। यसरी चढाइसके पछाडि अब यो तरिकाले समाएर यसलाई यसरी आफ्नो छातीतिर तान्नुहोस् अनि 10 सेकेन्ड होल्ड गर्नुहोस्। 10 सेकेन्ड भइसके पछाडि अब अर्को खुट्टामा फेरि जानुहोस्। यसलाई पनि यसरी नै चढाउनुहोस्। यसलाई चढाइसके पछाडि फेरि अहिले जसरी नै गर्नुहोस् अनि 10 सेकेन्ड होल्ड गर्नुहोस्। यो योगासन पनि सुरुमा 2 चोटि गर्नुहोस्। पछि यसलाई तपाईले 5 चोटिसम्म गर्न सक्नुहुन्छ। अब यो योगासन गरिसके पछाडि फेरि सुरुको पोजिसनमा जानुहोस्। सुरुको पोजिसनमा गइसके पछाडि 10 सेकेन्ड रिल्याक्स गर्नुहोस्। 10 सेकेन्ड रिल्याक्स गरिसके पछाडि अब फेरि यो पोजिसनमा आउनु होला। यो पोजिसनमा आइसके पछाडि यदि तपाईको घुँडा दुख्छ भने मैले अघि नै भनिसके, घुँडा दुख्छ भने यसरी भित्र लानुपर्ने हुन्छ। यदि घुँडा दुख्दैन भने माथिबाट पनि गर्न सक्नुहुन्छ। यो पोजिसनमा आउनुहोस् अनि यो पोजिसनमा आइसके पछाडि घुँडालाई यसरी समाउनुहोस् अनि सिधा पारेर आफ्नो छातीलाई छोड्ने कोसिस गर्नुहोस् अनि 10 सेकेन्ड होल्ड गर्दै सासलाई रोक्नुहोस्। यति गरिसकेपछि अब फेरि अर्को खुट्टाको पालो आउँछ। अर्को खुट्टाको लागि फेरि अर्को खुट्टाले पनि यसरी नै गर्नुहोस्। यो योगासन पनि तपाईले सुरुमा 2 चोटि गर्नुहोस्। पछि यसलाई पनि 5 चोटिसम्म गर्न सक्नुहुन्छ। यो गरिसके पछाडि अब सुरुको पोजिसनमा जानुहोस्। म एउटा कुरो अझ तपाईहरुलाई भनिदिदैछु, हरेक योगासन गर्दाखेरि आरामसित अनि बिस्तारै गर्नु होला ताकि दुखाइ नबढोस् अनि
अर्को कुरो के हो भन्दाखेरि यदि कुनै पनि योगासन गर्दाखेरि तपाईको दुखाइ बढेको महसुस हुन्छ भने त्यो योगालाई चाहिँ त्यतिखेरै त्यसलाई स्किप गरिदिनुहोस् अनि अर्को योगा गर्नु। अनि अर्को कुरो जुनै पनि योगासन गर्दा जति सक्नुहुन्छ त्यति चाहिँ गर्ने कोसिस गर्नु होला। अब अर्को योगासन रहेको छ, पेट्या पारेर सुत्नुहोस् यो तरिकाले। यो तरिकाले सुतिसके पछाडि अब यो जमिन यो हातको भागलाई जमिनमा टसाउनुहोस् अनि यसलाई पनि त्यसरी नै टसाउनुहोस्। यसरी टसाइसके पछाडि यो पोजिसनमा यति चाहिँ उठ्नुहोस्। योभन्दा धेरै नउठ्नु होला किनभने यहाँ दुखाइ बढ्न सक्छ। अनि अर्को कुरो तपाईँले जतिखेर ओछ्यानमा पल्टिनुहुन्छ त्यतिखेर कमसेकम आधी घन्टा अथवा 15 मिनट भए पनि यो पोजिसनमा सुत्ने कोसिस गर्नु होला। यसले हाम्रो भर्टिब्राहरू सिधा पार्नलाई सहयोग गर्छ। यो गरिसके पछाडि अब 10 सेकेन्ड होल्ड गर्नुहोस्। यसलाई पनि सुरुमा 2 चोटि गर्नुहोस्, पछि तपाईले यसलाई 5 चोटिसम्म गर्न सक्नुहुन्छ। अब अर्को योगासन रहेको छ, यो तरिकाले बस्नुहोस्। यो तरिकाले बसिसके पछाडि एउटा घुँडामा टेकेर अर्को खुट्टालाई सिधा पार्ने कोसिस गर्नुहोस्। यदि तपाईको घुँडा दुख्ने समस्या छ भने यो योगासन चाहिँ नगर्नु होला। अब फेरि यसरी नै अर्को खुट्टालाई पनि गर्नुहोस्। यो योगासन पनि सुरुमा 2 चोटि गर्नुहोस्, पछि यसलाई तपाईले 5 चोटिसम्म गर्न सक्नुहुन्छ। अब अर्को एउटा सबभन्दा महत्त्वपूर्ण योगासन रहेको छ, तपाईले यही पोजिसनमा बस्नु होला। यो पोजिसनमा बसिसके पछाडि सासलाई तान्दै यो भागलाई चाहिँ फुलाउने कोसिस गर्नु होला। जसरी कि सासलाई तान्दै अनि यसलाई यो तरिकाले बस्ने कोसिस गर्नु होला। अनि 10 सेकेन्ड होल्ड गर्नुहोस्। 10 सेकेन्ड होल्ड गरेपछि सासलाई छोड्दै यो पोजिसनमा आउनुहोस्। यो भागलाई चाहिँ दबाउने कोसिस गर्नाले यो भागलाई चाहिँ यो योगा पनि तपाईले सुरुमा 2 चोटि गर्नुहोस्, पछि यसलाई 5 चोटिसम्म गर्न सक्नुहुन्छ। साथीहरू, अहिले मैले सिकाएको ती योगाहरू एकदमै सरल र एकदमै प्रभावकारी रहेको छ। यदि तपाईहरुलाई तपाईको समस्या अनुसार यानि कि तपाईको MRI रिपोर्ट अनुसार तपाईलाई कस्तो खालको योगा चाहिन्छ यानि कि तपाईको समस्या अनुसारको चाहिँ पुरा योगाको चाहिँ भिडियो चाहिन्छ भने तल मैले WhatsApp नम्बर छोडिदिएको छु। त्यो WhatsApp नम्बरमा तपाईले सम्पर्क गरेर फ्रीमा नै पुरा भिडियो पाउन सक्नुहुनेछ। साथीहरू, यस च्यानलमा योगा अनि घरमा नै तयार पार्न सकिने आयुर्वेदिक जडीबुटीको बारेमा महत्त्वपूर्ण जानकारीको भिडियोहरू ल्याउने गर्दछु। साथै विभिन्न रोगहरूलाई चाहिँ घरमै अनि खानपिनबाट नै कसरी ठिक पार्न सकिन्छ, साथै योगाबाट नै कसरी ठिक पार्न सकिन्छ भन्ने विषयमा चाहिँ जानकारीमूलक भिडियोहरू ल्याउने गर्दछु। यदि तपाईँ यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर भिडियोलाई लाइक गरेर छेउमा रहेको घन्टीलाई दबाएर यस च्यानलमा जोडिन सक्नुहुन्छ। धन्यवाद।